यहाँहरू सबैलाई नमस्ते। एप्पलले भर्खरै आइफोनको लागि एउटा 26.6.1 भर्सनको सेक्युरिटी सफ्टवेयर अपडेट ल्याएको छ। आज म त्यही सफ्टवेयर अपडेट मेरो आइफोन 13 मा इन्स्टल गर्न लागिरहेको छु। सबभन्दा पहिला म मेरो फोनको ब्याट्री हेल्थ चेक गर्छु। फोनको सेटिङ्स, ब्याट्री हेल्थ एन्ड चार्जिङ। ब्याट्री हेल्थ अहिले 79% छ। अब फोनको स्टोरेज चेक गर्छु। फेरि सेटिङ्स, जेनेरल, एबाउट। मेरो फोनमा अहिले iOS 26.6 भर्सन चलिरहेको छ। फोनको स्टोरेज 14.82 GB बाँकी छ। अब फोनको सिस्टम डाटा हेर्नको लागि फेरि सेटिङ्समा जान्छु। जेनेरल, आइफोन स्टोरेज, फोनको सिस्टम डाटा 9.92 GB साइजको रहेको छ। अब म सफ्टवेयर अपडेट इन्स्टल गर्न गइरहेको छु। सेटिङ्स, जेनेरल, सफ्टवेयर अपडेट। हेर्नुहोस् त, यो iOS 26.6.1 को साइज ठुलो छैन, मात्र 476.5 MB साइजको छ। योभन्दा अगाडिको भर्सन सफ्टवेयर अपडेट गर्नुभएको छैन भने यसको साइज अलि ठुलो हुन सक्छ। अपडेट नाउ। अपडेट रिक्वेस्ट भइसकेको छ। अपडेट तयार भइरहेको छ। सफ्टवेयर डाउनलोड भइसक्यो। अब इन्स्टल नाउ। अपडेट भेरिफाई हुँदैछ। सफ्टवेयर अपडेट इन्स्टल अन्तिम चरणमा पुगेको छ। ल, iOS 26.6.1 भर्सन सफ्टवेयर अपडेट इन्स्टल भइसकेको छ। हेर्नुहोस् त, फोनमा iOS 26.6.1 सफ्टवेयर अपडेट इन्स्टल भइसकेको छ। अब म सफ्टवेयर अपडेट इन्स्टल गर्नुभन्दा अगाडि र इन्स्टल भइसकेपछिको फोनको स्थितिको बारेमा बताउन गइरहेको छु। सबभन्दा पहिले ब्याट्री हेल्थ चेक गरौँ। फोनको सेटिङ्स, ब्याट्री, ब्याट्री हेल्थ एन्ड चार्जिङ। हेर्नुहोस् त, मेरो फोनको ब्याट्री हेल्थ जतिको तति छ, घटेको छैन। अब फोनको स्टोरेज हेरौँ है त। फेरि सेटिङ्स, जेनेरल, एबाउट। ल, हेर्नुहोस् त, अहिले मेरो आइफोन 13 मा iOS 26.6.1 भर्सन सफ्टवेयर चलिसकेको छ। आहा, कस्तो राम्रो! फोनको स्टोरेज बढेको देखियो। पहिले 14.82 GB थियो, अहिले 16.75 GB अर्थात् 1.930 GB बढेको छ, जुन यो सफ्टवेयर अपडेटको राम्रो पक्ष हो।
अब फोनको सिस्टम डाटा हेरौँ है त। फोनको सेटिङ्स, जेनेरल, आइफोन स्टोरेज, फोनको सिस्टम डाटा अहिले 10.82 GB छ, जुन पहिलेको भन्दा 900 MB साइज बढेको छ। यसलाई सामान्य मानिन्छ। अनि यो अपडेटको एउटा महत्त्वपूर्ण पक्ष भनेको आइफोन 13 र 14 सिरिजको फोनहरूमा ग्रिन स्क्रिनको समस्या आउन सक्थ्यो, त्यो आएन। त्यसैले समग्रमा यो अपडेट मलाई चाहिँ राम्रो लाग्यो। तपाईँ पनि यो iOS 26.6.1 सफ्टवेयर अपडेट ढुक्क भएर इन्स्टल गर्न सक्नुहुन्छ, तर फोन चार्जमा राखेर चाहिँ नगर्नु होला है। तपाईलाई यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने कृपया भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न हुन र मेरो यो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला है। भिडियो पुरै हेरिदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। नमस्ते।